हेलो हेलो साथीहरू सम्पूर्णमा नमस्कार गर्न चाहन्छु। म चाहिँ फरक भिडियोहरू लिएर आउने गरेको छु आजभोलि तपाईहरुलाई फेरि आज म प्रत्यक्ष रूपमा एउटा यस्तो महत्त्वपूर्ण चीज देखाउन गइरहेको छु साथीहरू। म आफ्नै करेसा बारीमा डुली तपाईहरुलाई चाहिँ तपाईहरुको जीवनमा लागू हुने एउटा चीज देखाउन गइरहेको छु है त। ल मलाई चाहिँ ध्यान ल म चाहिँ आज करेसा बारीमा यो जंगलमा तपाईहरुलाई महत्त्वपूर्ण चीजहरु देखाउन गइरहेको छु। यो छ सिमसाग है साथीहरु, यो पनि देखाइदिइहालौँ। यहाँ आएको बेलामा यो सिमसाग चाहिँ यसरी फुलेर गइरहेको छ। तर यो साग अत्यन्तै राम्रो छ स्वास्थ्यको लागि, सुगरको लागि अत्यन्तै लाभदायक, प्रेसरको लागि त झन् कुरै नगरौँ साथीहरु। यसले चाहिँ मैले युज गरेको, यो चाहिँ खोले साग पनि भन्छन्, हामी चाहिँ गाउँघरमा पालुङ्गोको साग पनि भन्छौँ। यो चाहिँ प्रेसर सट्टै घट्दो रहेछ साथीहरु यसको साग खायो भने, र स्वादमा पनि अत्यन्तै मिठो हुन्छ। ल हेर्नु न, यस्तो खोलाभरि त्यत्तिकै खेर गइरहेको छ यो पनि। र अर्को म जुन भिडियो देखाउन आइरहेको छु नि साथीहरु, तपाईहरुलाई यो ल हेर्नुस् त साथीहरु, यो भिडियो यो सबै साथीहरुले अहिले प्रचार गरिराख्नु भएको छ। यो चाहिँ हामीले बालाखामा थाहै नपाइकन बाख्रा हेर्न जाँदा खेतमा गएर नुन खोर्सानी पिनेर लगेर ढुङ्गामा कुटेर अचार बनाएर हामीलाई थाहा थिएन, टन्नै खाने गर्थ्यौँ। तर आज आएर यसको महत्त्व थाहा भयो साथीहरु। यसको नाम चाहिँ हामी गँदे भन्छौँ है। यसलाई हरेक किसिमको नामकरण पनि गरिँदो रहेछ, विशेष गरी हाम्रोमा चाहिँ गँदे भनिन्छ। यो गँदेको अचार खाए पनि हुन्छ, त्यत्तिकै हामीले त्यत्तिकै खाए हुन्छ। म त जहाँदेखि यसको सेन्ट यस्तो मिठो लाग्छ मलाई, कस्तो मिठो खाइन्छ। अहिले उसिनेर अचार बनाउँदा नि भयो, अनि यसको पात बेलुका पानीमा भिजाएर भोलिपल्ट यसको पानी मात्रै खायो भने पनि हाम्रो स्वास्थ्यको लागि अत्यन्तै राम्रो छ। विशेष गरेर योबाट चाहिँ क्यान्सर रोगसम्म पनि ठिक हुने चाहिँ वैद्यहरूले चाहिँ भन्नुभएको छ है साथीहरु। म चाहिँ वैद्य होइन, मैले चाहिँ यसको स्वाद, यसको मिठास र यसबाट हुने फाइदाहरू मात्रै भनेको छ। यसले चाहिँ खाना अत्यन्तै रुचाउँछ, जसलाई खाना रुच्दैन यसको अचार बनाएर खाएपछि खाना अत्यन्तै रुच्छ, अनि जिउ अत्यन्तै हल्का हुन्छ। विशेष गरेर पिसाब पनि यसले क्लियर गराउँछ, जसलाई पिसाब पोल्ने अनि पिसाब सम्बन्धीका विभिन्न रोगहरूले ग्रसित हुनुहुन्छ नि, त्यसलाई पनि राम्रो हुन्छ। क्यान्सरलाई राम्रो हुन्छ, सुगर, प्रेसर, थाइरोइड हरेक रोगलाई चाहिँ यो गुवाँदे अत्यन्तै लाभदायक छ साथीहरु। तपाईहरुलाई यदि चाहिन्छ भने मेरो चाहिँ हेर्नुस् त, यो कान्लाभरि टन्नै छ है साथीहरु, खोलाभरि। यो मैले चाहिँ धेरै आफूले खाइ नसकेर अब कहिलेकाहीँ मात्रै खाइन्छ, सबैलाई मन पनि नपर्न सक्छ, मलाई चाहिँ औधी मनपर्छ। धेरै नै छ, धेरैमा तपाईहरु चाहिँ लिन आउनु होला है। म तपाईहरुलाई सित्तैमा दिन्छु, सित्तैमा। मलाई यहाँ औषधि विभिन्न छ, तपाईहरुलाई म दिनमा एउटा भिडियो लिएर आउँछु है साथीहरु। यहाँ हजारौं जडीबुटी लुकेको रहेछ। मैले अलिअलि रिसर्च गरेर पनि हेरेर तपाईहरुलाई यो बताइराखेको छु। यहाँ चाहिँ हजारौं जडीबुटी छ। म तपाईहरुलाई एक गरेर देखाउँछु। तपाईहरुलाई जुन रोगबाट ग्रसित हुनुहुन्छ मेरोमा आउनु होला, म तपाईहरुलाई सम्पूर्ण जडीबुटी झारपातहरू चाहिँ उपलब्ध गराउँछु है त। यो भन्दा महत्त्वपूर्ण कति छ, सबैजना आएर इनबक्समा आएर कुरा गर्नु होला, अनि कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला। तपाईहरुले मात्रै थाहा पाएर हुँदैन है साथीहरु, हाम्रो साथीहरुलाई पनि हामीले शेयर गरेर चाहिँ सबैले सहयोग गर्नुपर्छ है। धन्यवाद।